यो देश जहाँ गोर्खा जन्मेको छ, यो देश जहाँ गोर्खा हुर्केको छ। ओ बोहागी ओ केतेकी तातो घामको रापले अनायसै गलित भइदिने, तातो घामको रापले अनायसै गलित भइदिने हिउँका डल्ला मात्र होइन, हाम्रो पनि जीवन हो, हाम्रो पनि जीवन हो। माया तिम्रो कल्पनाले साह्रै सतायो, कल्पना यो हावा बनी दिलै उडायो। नमस्कार, म युवराज छेत्री आफ्नो आवाजको खोज तल जारी राख्दै आज फेसबुक दुनियाँबाट, सामाजिक माध्यम फेसबुकबाट एउटा व्यक्तित्व छानेर म उपस्थित भएछु ढेकियाजुली विधानसभा समष्टिको अन्तर्गत मिसामारी भेगका धानखाना अञ्चलमा भल विष्ट, जो फेसबुकमा चर्चित नाम भल विष्ट, उहाँले विभिन्न आफ्ना प्रतिभाहरू, कलाकारिताहरू सामाजिक माध्यम फेसबुकमा बिछाएर सम्पूर्ण आफ्नो पहिचान ल्याउनलाई सक्षम हुनुभएको छ। उहाँ हुनुहुन्छ भल विष्ट। आज म उपस्थित छु आफ्नो आवाजलाई लिएर भल विष्टको छेउमा र उहाँलाई स्वागत गर्दछु। धन्यवाद छ। यहाँ आफ्नो आवाजका सत्ताधिकारी युवराज छेत्रीलाई म आज धेरै धेरै धन्यवाद टक्र्याउँदछु। उहाँ खोज्दै आज मेरो गृह प्राङ्गणसम्म उपस्थित हुनुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद छ। र भल विष्ट, उहाँले आफ्नो आवाज युवराज छेत्रीलाई स्वागत गर्नुभयो उहाँको गृह प्राङ्गणमा, र फेसबुकै गृह प्राङ्गण, जुन फेसबुकै प्राङ्गणमा उहाँले, जो कि आज उहाँको पहिचान, उहाँको व्यक्तित्व एउटा सुमधुर कलाकारिता, साहित्यकार, कवि एकै धारे उहाँ त्यसको साथसाथै शिक्षकता गर्नु बहुत ठुलो, आफ्नो घरेलु समस्याको बिचमा यी सबै सञ्जालहरू समेटेर आफ्नो एउटा कलाकारिता निभाउन सक्नेलाई बहुत ठुलो पहिचान, बहुत ठुलो साहस, बहुत ठुलो कलाकारिता भन्दै हामी स्वीकार्दै उहाँलाई उहाँको प्रतिभाको सानो नमुना आफ्नो आवाजको सम्पूर्ण दर्शक महानुभावलाई देखाउन प्रयास हो। र पहिलो प्रथम त उहाँदेखि प्रारम्भ गर्न बनाउँछु कविताले। सर, कविता हैन, एउटा कविता छ। हजुर। कविताको शीर्षक छ सूर्य कहिले निप्दैन। तातो घामको रापले अनायसै गलित भइदिने, तातो घामको रापले अनायसै गलित भइदिने हिउँका डल्ला मात्र होइन, हाम्रो पनि जीवन हो, हाम्रो पनि जीवन हो। अन्याय र थिचोमिचो सहने पोस्टर बनाई टाँगिएको मान्छेको रूप मात्र होइन, हाम्रो पनि जीवन हो, हाम्रो पनि जीवन हो। चङ्खेहरूको भोगविलास मुखदर्शक बनी हेरी बस्ने पत्थर पचाउने मात्र होइन, हाम्रो पनि जीवन हो, हाम्रो पनि जीवन हो। सूर्य निभाउने प्रयास नगर, आफ्नो बुद्धिले कलङ्कित नबन। सूर्य निभाउने प्रयास नगर, आफ्नै बुद्धिले कलङ्कित नबन। अर्कालाई ठगेर चतुर नबन। सत्यको विद्रोह निसासिएर मर्दैन, आशासनले मात्र कहिले पेट भर्दैन। ढाँटेका कुरा त मरिकट्टै मिल्दैन, सूर्य नै हो, कहिल्यै निप्दैन। धन्यवाद। र भल विष्टको साथै सूर्य कहिल्यै ननिभ्ने एउटा संसार भेट्न पाए त हामी जम्मैलाई कति राम्रो हुने थियो। र सर, यी कुराहरूको, यो सबै संसार जुन वास्तविक जुन परियाल भनिन्छ, त्यसहरूको बिचमा यीहरू चर्चा गर्नु, यिनीहरूलाई शब्दहरूलाई गीतमा सजाएर राख्नु, नाटकमा सजाएर राख्नु, कवितामा सजाएर राख्नु, यो कस्तो खालको कुरा हो र तपाईँले कहाँबाट कसरी सुरु गर्नु अलिकति भनिदिनुहोस्। यसैलाई भन्छ जमर्को। हामी जमर्को त गर्छौँ, हामी निकै माथिसम्म पुग्ने प्रयास त गर्छौँ, हामी
सांस्कृतिक संरक्षण गर्ने प्रयास गर्छौँ, हामी भाषा हामी आफ्नो बोली संरक्षण गर्ने प्रयास गर्छौँ। तर गर्न जाँदा पनि काहीँ न काहीँ कतै गल्ती त भइहाल्दो रहेछ। हामी भाषा दिवस मनाउँछौँ, हामी तिहार समारोहहरू मनाउँछौँ, जग्गा जग्गा भव्य रूपले मनाएको हामी देख्न पाउँछौँ। तर ती कस्ता खालका भने म देख्छु हाम्रा चारैतिर लङ पेन्ट सर्ट लगाएर टोपी मात्रै टसक्क टाउकामा ढल्काउँदैखेरि हाम्रो संस्कृतिमा बाँच्छ भनेर म भन्दिनँ। म त छोडेर जाँदैछु माया तिमीलाई, माया तिमीलाई, म त बिदा छ भन्दैछु माया तिमीलाई, माया तिमीलाई, म त छोडेर जाँदैछु माया तिमीलाई, हो माया तिमीलाई। हिजो राति सपनीमा भेट भएको विपना बनेर बसो मनमा। हिजो राति सपनीमा भेट भएको विपना बनेर बसो मनमा। म त बिर्सनै सक्दिन माया तिमीलाई, हो माया तिमीलाई, म त छोडेर जाँदैछु माया तिमीलाई, हो माया तिमीलाई। माया तिम्रो कल्पनाले साह्रै सतायो, कल्पना यो हावा बनी दिलै उडायो। माया तिम्रो कल्पनाले साह्रै सतायो, कल्पना यो हावा बनी दिलै उडायो। म त भेट्नलाई आउने छु माया तिमीलाई, हो माया तिमीलाई, म त छोडेर जाँदैछु। धन्यवाद। बहुतै राम्रो काल्पनिक, सम्पूर्ण काल्पनिक र मायापूर्ण, सम्पूर्ण माया भएको र सोच्दाखेरि यो गाना तपाईँको बिहे अगाडि नै बनाएको थियो कि क्या जस्तो लाग्यो। हजुर हजुर, मैले यो धेरै अगाडि नै मैले कोरेको गाना हो। हजुर, र यसमा खास कुरो के हो भने माया उहाँ हुनुहुन्छ कि त्यो माया छोडेरै गयो? होइन, मायालुलाई अब फकाउनकै लागि हो कि बा पाउँदिन भन्ने डरैले हो कि मलाई चाहिँ यो सब गाना लेख्न मन लाग्यो। हजुर, होइन, अहिले जुन यो गानाको रूपमा छ, एक्चुअली माया अहिले हुनुभएको घरको म्याडम नै हुनुहुन्छ कि? हो, यही हो। फर्स्ट पनि यही हो, लास्ट पनि यही हो। र आज तकमा तपाईँले लेखिसकेका गानाहरू चाहिँ सम्पूर्ण रूपमा कतिवटा सङ्ग्रह छन् तपाईँको हातमा? 10-12वटा यसै डायरीमा कोरिएका चाहिँ 10-12वटा छन्। ती गानाहरूमा के खालको गानाहरू छ? आसामिस छ, हिन्दी पनि मैले प्रयास गरेको थिएँ, प्रयास गर्दा पनि अब कुनै अब त्यसरी नै आज तक त गानाको रूपमा यो जुन हाम्रो अडियो जुन रेकर्ड भन्छ, त्यो बानीबद्ध जुन हामीले रेकर्डिङ गर्ने कुरा, त्यो त भएको छैन। र भविष्यत केही परिकल्पना छ कि छैन? भविष्यत त्यस्ता खालको माने मलाई वेलकम गर्दै हुनुहुन्छ उहाँ, हाम्रा कार्बी आङ्लङबाट पनि एकजना मेरै बन्धुवर अमराज शर्माज्यू उहाँ हुनुहुन्छ, उहाँले पनि मलाई याद गर्दै हुनुहुन्थ्यो, फोन पनि गर्नुभएको थियो। म चाहिँ अलिकति र आफ्नो आवाजले चाहिँ याद गरेको छैन कि? आफ्नो आवाजले गरेर त झन् साह्रो, यहाँ म आज त बहुत गदगद भएको छु। र सम्पूर्ण आफ्नो आवाजको दर्शक महानुभावलाई भन्न चाहँदछु कि भलभिष्टज्यूका जति पनि फेसबुकमा सजिएका गानाहरू छ, उहाँको कलाकारिता जति पनि छ, त्यसलाई सम्पूर्ण रूप दिने आफ्नो आवाजको सम्पूर्ण प्रयास रहन्छ भोलिको दिनमा। र उहाँसँग पनि हामीले यो कुरोको टुङ्गो टाङ्गो हामी प्राय गरिसक्दछौँ। र यसै क्रममा अब बोहागी केतेकी माधुरी कुलिटी बहागर बातरी आनिस आजरे लय सेनाइको
कुकु बुलीको सेनाई कुकु बुलीको ओ बोहागी ओ केतेकी लेखहरू रचनाहरूको लागि सजिलो जीविका र अप्ठ्यारो जीविकामा केही कति फरक छ क्या? लेखहरूमा त्यही हो, अलिकति अब दुःख पाएकोले अलिक माने त्यस्तै खालको गम्भीर अलिकति माने मार्मिक टाइपको लेख एउटा आउँदो रहेछ। अलिकति सुख पाउँदाखेरि चाहिँ अलिक त्यही खालको फुर्तिलो रसिलो फुर्तिलो त्यो खालकोमा जाइदो रहेछ। र बाँसुरी पनि त बजाएको देखिन्छ। बाँसुरी बेला बेला यसो माने विरक्त लागेको बेला मन भुल्याउने मेलो भने जस्तो नि त। र यही विरक्तको कुरो मैले अघि भनेको कुराहरू जे जीविका मान्छेको जीविकाहरू जुन अकुपेसनहरू आरामदायक भएर अलिकति कष्टकर भयो भने रचना बा यी आविष्कारहरू कुराहरू कष्टको लाइफमा चाहिँ अलिकति छिटो उब्जिने हो क्या? हो, त्यस्तै खालकै नै भन्नु पर्यो। हजुर। जतिखेर मान्छेले भोग्छ माने ठेकी खिके भन्दैन, हजुर झन्नै त्यही खालको हो यो। माने धेरै खालको माने आफूले हजुर, तपाईँलाई चाहिँ त्यस्तो के खालको कष्ट थियो बा ठेक्न पर्यो र सिक्न पर्यो भन्ने के थियो? त्यस्तो खास केही पनि होइन। अब आफूलाई अब एउटा शिक्षकता गर्ने एउटा इच्छा जागो बा गाउँमै एउटा स्कुल खोलाइ भयो। हाम्रो एमई स्कुल छ, नारायणी एमई स्कुल भन्ने, र त्यसमा मैले शिक्षकताको रूपमा मैले नियुक्ति पाएँ। मेरो कमिटीले मलाई नियुक्ति दिएको 26 वर्ष लगातार 26 वर्ष मैले त्यहाँ कार्यरत हुनुको बादमा अस्ति 2021 को 5 फेब्रुअरीको दिन असम सरकारले हामीलाई ट्युटरको रूपमा एपोइन्टमेन्ट दिएको छ। र अहिले यसलाई अपग्रेड गर्ने कुरोहरू सुनिएको छैन, दरमा वृद्धिको कुराहरू केही सुनिएको छैन। जटिल त जटिल नै छ, छोराछोरी पढाउने यताउता। नाटकहरू मतलब यो लिखित मैले लिखित आजसम्म मैले लिखित गरिनँ। यो सब मनमै छ। आफूले एउटा कल्पिएको आफूले आफ्नो भावना हो र गर्न सक्दाखेरि कोही पात्रहरू हुँदाखेरि यो कमिक्सलाई हामीले मञ्चस्थ गर्न सकिन्छ बा यसलाई सिरियलको रूप पनि दिन सकिन्छ भन्ने मैले चाहिँ एउटा भित्री सोचेको। तर यसलाई लिखित मैले गरेको चाहिँ छुइनँ। मैले चाहिँ गोर्खा जातिलाई लिएर खुबै एउटा गीत रचना गरेँ। यो देश जहाँ गोर्खा जन्मेको छ, यो देश जहाँ गोर्खा हुर्केको छ भन्ने शीर्षकमा छ। यो देश जहाँ गोर्खा जन्मेको छ, यो देश जहाँ गोर्खा हुर्केको छ, खायौँ सबैले यो देशको नुन, गाउँछौँ सबैले यो देशको गुण। यो देश जहाँ गोर्खा जन्मेको छ, यो देश जहाँ गोर्खा हुर्केको छ। ढुङ्गा फुटाई माटो बनायौँ, अन्नले हामीले यो देश सजायौँ। ढुङ्गा फुटाई माटो बनायौँ, अन्नले हामीले यो देश सजायौँ। उब्जायौँ हामीले अन्न र मोती, छाती फोरी हलो ज्योति। यो देश जहाँ गोर्खा जन्मेको छ, यो देश जहाँ गोर्खा हुर्केको छ। यति नै गाएँ अहिलेलाई। धन्यवाद। र बहुतै मिठो सम्पूर्ण आफ्नो आवाजको दर्शक महानुभावहरूलाई भलबिष्टको गृह प्राङ्गणदेखि यो देश जहाँ गोर्खा जन्मेको छ शीर्षक गीत बहुत मौलिकता र आफ्नो खुन रगतले भरपूर भएको र
त्यागी गीत भन्न सकिन्छ। यस्तो एउटा गीतले हामीले आजको कार्यक्रम समापन गरियो। भलविष्टको उज्जवल भविष्य कामना गर्दै भोलिको दिन अझै उहाँको फलोस् फुलोस् भन्दै हाम्रा संस्कृति उहाँका बाहुलीबाट पनि उहाँको मन इच्छाबाट पनि अरू उब्जिएर आउन्, अरू उम्रेर आउन् भन्दै बिदा लिन्छ। हस्त, नमस्ते।